शिक्षा सेवा आयोगको आधारभूत तह अन्तर्गत पहिलो पत्रमा सोधिने 50वटा प्रश्नहरूमध्ये सामान्य ज्ञान अन्तर्गत 1 देखि 8 नम्बरसम्म 8वटा टपिकबाट प्रश्न सोध्ने गर्दछ, जसमा ब्रह्माण्ड सम्बन्धी जानकारीबाट एउटा प्रश्न, त्यस्तै गरी अरू बाँकी रहेका टपिकबाट 2-2वटा प्रश्न गरेर जम्मा 15वटा प्रश्नहरू सोध्ने गर्दछ। यही पाठ्यक्रममा आधारित रहेर यस भिडियोमा खण्ड क अन्तर्गत सामान्य ज्ञान खण्डबाट सोध्न सक्ने सम्भावित प्रश्नहरूलाई मोडल सेटको रूपमा मैले यस भिडियोमा प्रस्तुत गरेको छु। यस्तै अन्य भिडियोहरू हेर्नका लागि यहाँहरूले यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् सुरु गरौँ आजको यस भिडियो। प्रश्न नम्बर 1, सबैभन्दा चम्किलो ग्रह कुन हो? ए. पृथ्वी, बी. मङ्गल, सी. शुक्र, डी. बुध। यस प्रश्नको सही उत्तर रहेको छ सी. शुक्र। प्रश्न नम्बर 2, कुन महासागरलाई तेलको महासागरको उपनामले चिनिन्छ? ए. प्रशान्त महासागर, बी. आन्ध्र महासागर, सी. हिन्द महासागर, डी. कुमेरु महासागर। यस प्रश्नको सही उत्तर रहेको छ सी. हिन्द महासागर। प्रश्न नम्बर 3, भूमध्य रेखालाई 2 पटक काट्ने विश्वको एकमात्र नदी कुन हो? ए. अमेजन, बी. नाइल, सी. कङ्गो, डी. मिसिसिपी। यस प्रश्नको सही उत्तर रहेको छ सी. कङ्गो। प्रश्न नम्बर 4, नेपालमा महाभारत र चुरे पर्वत बीचमा पर्ने क्षेत्र कुन हो? ए. तराई प्रदेश, बी. दुन क्षेत्र, सी. खास तराई, डी. भाबर प्रदेश। यस प्रश्नको सही जवाफ रहेको छ बी. दुन क्षेत्र। प्रश्न नम्बर 5, 20 हजारी ताल कुन जिल्लामा रहेको छ? ए. चितवन, बी. गोर्खा, सी. धादिङ, डी. ताप्लेजुङ। यस प्रश्नको सही उत्तर रहेको छ ए. चितवन। प्रश्न नम्बर 6, कोत पर्वमा मारिने प्रधानमन्त्री को हुन्? ए. जङ्गबहादुर राणा, बी. माथवर सिंह, सी. भीमसेन थापा, डी. फतेजङ शाह। यस प्रश्नको सही उत्तर रहेको छ डी. फतेजङ शाह। प्रश्न नम्बर 7, कुन जातिको पुरोहितलाई नाक्सो भनिन्छ? ए. मगर, बी. सुरेल, सी. राई, डी. राजवंशी। यस प्रश्नको सही उत्तर रहेको छ बी. सुरेल। प्रश्न नम्बर 8, नेपालको जिडिपीमा सबैभन्दा धेरै योगदान दिने क्षेत्र कुन हो? ए. सेवा क्षेत्र, बी. कृषि क्षेत्र, सी. खानी तथा उत्खनन, डी. जलविद्युत। यस प्रश्नको सही उत्तर रहेको छ ए. सेवा क्षेत्र। प्रश्न नम्बर 9,
नेपालको पहिलो वाणिज्य ब्याङ्क कुन हो? ए. राष्ट्रिय वाणिज्य ब्याङ्क, बी. एनएमबी ब्याङ्क, सी. ग्लोबल आइएमई ब्याङ्क, डी. नेपाल ब्याङ्क लिमिटेड। यस प्रश्नको सही उत्तर रहेको छ डी. नेपाल ब्याङ्क लिमिटेड। प्रश्न नम्बर 10, दिगो विकासको अवधारणा ल्याउने व्यक्ति को हुन्? ए. बारबरा बाड, बी. आर्थिनस, सी. थोमस मिज, डी. बेरिन्जिन फेरियर। यस प्रश्नको सही उत्तर रहेको छ ए. बारबरा बाड। प्रश्न नम्बर 11, टेलिफोनको आविष्कार गर्ने वैज्ञानिक को हुन्? ए. मार्टिन कुपर, बी. ग्राहम बेल, सी. जोन लेगी, डी. मार्कोनी। यस प्रश्नको सही उत्तर रहेको छ बी. ग्राहम बेल। प्रश्न नम्बर 12, युएनको स्थापना कहिले भएको हो? ए. सन् 1946 डिसेम्बर 8, बी. सन् 1946 अक्टोबर 8, सी. सन् 1945 डिसेम्बर 24, डी. सन् 1945 अक्टोबर 24। यस प्रश्नको सही उत्तर रहेको छ डी. सन् 1945 अक्टोबर 24। प्रश्न नम्बर 13, तलको मध्ये सार्कको पर्यवेक्षक राष्ट्र कुन होइन? ए. अमेरिका, बी. अस्ट्रेलिया, सी. क्यानाडा, डी. जापान। यस प्रश्नको सही उत्तर रहेको छ सी. क्यानाडा। प्रश्न नम्बर 14, नेपालको प्रधानमन्त्री बालेन्द्र शाहले कहिले प्रधानमन्त्रीको शपथ लिएका हुन्? ए. सन् 2026 मार्च 27, बी. सन् 2026 मार्च 26, सी. 2026 मार्च 13, डी. 2026 मार्च 25। यस प्रश्नको सही उत्तर रहेको छ ए. सन् 2026 मार्च 27। प्रश्न नम्बर 15, पहिलो एआई शिखर सम्मेलन 2025 आयोजना गर्ने देश कुन हो? ए. चीन, बी. भारत, सी. फ्रान्स, डी. अमेरिका। यस प्रश्नको सही उत्तर रहेको छ सी. फ्रान्स।